हेलो गाइजहरू नमस्ते। म आज हजुरहरूलाई होममेड गाजल बनाउन सिकाइरहेको छु। सिकाउन भन्दा पनि म बनाइरहेको छु। आज मैले मेरो बेबीलाई टिका लगाइदिनको लागि होममेड गाजल बनाउँदै थिएँ। यसो हजुरहरूसित सेयर गर्न गइरहेको छु। यो चाहिँ बनिसकेको गाजल हो। मेरो बेबी आइन यो बनिसकेको गाजल हो। हजुरहरूलाई म त्यसको लागि सुरुमा फेरि बनाउन गइरहेको छु। नकर न छोरा। सुरुमा बनाउनुको लागि यसमा अलि धेरै तेल हाल्ने। एउटा कपासमा अनि मेथीको दाना प्लस कपासमा त्यसले बत्ती काटेर राख्ने। त्यसपछि एउटा अलि यस्तो गहिरो खालको भाँडाले यसलाई छोड नि साना। यस्तो कालो लाग्छ बाबा। ओहो हातैभरि कालो लाग्छ। यो गहिरो खालको भाँडाले यसरी यसलाई छोपिदिने है। छोपिदिने यो बलुन्जेल बल्छ त्यसपछि यो यस्तो पुरै यो कालो हुन्छ है। देख्न सक्नुहुन्छ हजुरहरूले मैले यो एकचोटि निकालेर बनाइसकेँ। यहाँ कालो हुन्छ। यो कालो भएको भागलाई निकालेर एउटा भाँडामा जम्मा गरेर हजुरहरूले तोरीको तेल पनि युज गर्न सक्नुहुन्छ। मैले चाहिँ मसित कोकोनट ओइल थियो। यो कोकोनट ओइल राखेर यसलाई मिक्स गरेँ। हेर्नुहोस् तपाईँहरू हेर्नु कालो जातिमा कालो लाग्छ है। कति राम्रो भएको छ। बच्चालाई आफूलाई जसले आउँदा नि हुन्छ। हेर्नुहोस् है यति राम्रो भएको छ। म फेरि बनाउन गइरहेको छु। त्यसमा यतिकन फेरि तेल थपेर